मेरो बाउले पैसै नहुँदा पनि आफ्नो जर्सी काटेर मलाई लगाइदिन्थ्यो कि मेरो छोरा पछि फुटबल प्लेयर हुन्छ, एक दिन राम्रो खेलाडी हुन्छ भनेर। सो गाइस, मेरो भिडियोमा स्वागत छ तपाईहरुलाई। आजको यस भिडियोमा दुना थापा रुँदै आफ्नो हेरोन थापालाई केही कुराहरू भन्नुभएको छ र लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला र भिडियो पुरा हेरिदिनु होला। त्यसको लागि हामीले के गर्नुपर्छ गर्ने कोसिस गर्छौं हैन। बाउले हामीसँग केही नहुँदा पनि गरेको हो नि त, त्यही भएर अब बाउको सपनाहरू पनि तैले पुरा गर्नुपर्छ। अब मैले पनि अब सक्दो कोसिस त गरेको हो हैन। अब मेरो अहिले जे भए पनि मन छ त्यही कतै ग्राउन्डतिरै छ, म सबै देखिरहेको छु। खुट्टा मात्रै मेरो टाढा भयो हैन। जाँदा जाँदै नचाँदा नचाँदै पनि म टाढा हुन पुगे हैन। तर मेरो बाउले पैसै नहुँदा पनि आफ्नो जर्सी काटेर मलाई लगाइदिन्थ्यो कि मेरो छोरा पछि फुटबल प्लेयर हुन्छ, एक दिन राम्रो खेलाडी हुन्छ भनेर। हाम्रो बाउ भनेको कता कता खेल्ने, त्यो टाइममा 500,000 पाउँदा पनि मलाई स्यान्डल जुत्ता लिएर आउँथ्यो अरे सानो त्यति माया गर्थ्यो बाउले। अनि एक दिन मेरो छोरा खेल्छ भने सकेको मैले खेलेको हो, मैले गरेर देखाएको हो हैन। कति क्वालिटी थियो के थियो भन्ने कुरा मलाई नजिकबाट चिन्नेले बुझ्नेलाई थाहा छ। गरे पनि अब अहिले मेरो फिल्ड फरक भयो, तर पनि बाउलाई जति प्राउड बनाउनु पर्ने थियो मैले बनाएँ मेरो टाइममा। अब तेरो पालो हो, अब मेरो पनि इच्छा छ तैले राम्रो फुटबल खेलेको मलाई पनि हेर्न मन छ। सबैलाई खुसी बनाएको, देशको नाम राखेको। अब त्यही हो। अब म अर्कै फिल्डमा भए पनि जे भए पनि तेरो माइला दाइ पनि आफ्नै जागिरमा छ, आफ्नै ठाउँमा खेलिरहेछ, गरिरहेछ। तर अब आमा बाउलाई खुसी राख्नु पर्यो। सबै हाम्रो दर्शक जति पनि हाम्रो शुभचिन्तक परिवार आफन्तजन सबलाई तप्रति धेरै आश छ क्या। त्यही भएर अब तेरो मात्रै यो कुरा हैन, तेरो मात्रै यो सपनाको कुरा हैन, हाम्रो पनि इच्छा चाहनाको कुरा हो। राम्रो फुटबल खेल। अब के चाहिन्छ के हैन पुर्याइरहेको हो नि त, सकि नसकि पनि सबै पुर्याइरहेको हो तेरो लागि हैन। कहिलेकाहीँ मैले चाहँदै नि तँलाई अभाव थाहा होस्, तँलाई दुःख थाहा होस् भनेर मैले के गर्दिनँ क्या। तर तैले त्यो बुझ्दैनस्, तैले पछि बुझ्छस्। तर थाहा हुनुपर्छ अभाव के हो, दुःख के हो, गाह्रो कस्तो हुन्छ सबै थाहा हुनुपर्छ। त्यही भएर सबै भने जस्तो नहोला, तर सबै भने जस्तो गर्नु नहोला। अहिलेबाट नै त्यो सबै कुराहरू झेल्दै दुःख गर्दै पार गर्नुपर्छ। अनि अब त्यही हो, राम्रो गर। राम्रो गर्ने मान्छेलाई जहिले पनि राम्रै हुन्छ। तँलाई कसैले नराम्रो गर्दैछ भने पनि त यति राम्रो मान्छे भित्रबाट भएर देखा कि त्यो नराम्रो सोच्ने मान्छेहरू पनि राम्रो भएर जाउन्। त्यति राम्रो काम, त्यति असल इमानदार चाहिँ हुनुपर्छ। त्यही हो। अब म त अब हिँडे कहिले कता कहिले के गर्दै अब टाइम पनि अब बितेको थाहै नहुने। अनि सामान पनि अड्किरहेको, दिम भन्दै त्यस्तै भयो। त्यही भएर म चाहिँ फेरि भोलिबाट कता हुन्छु। अनि फेरि तँलाई दिन पाउने हो कि नपाउने हो, त्यहाँ दियो भने त तैले त्यो सामानको युटिलाइज पनि गर्न मिल्यो भनेर म रातारात घर पनि गएँ। आफू पनि बिरामी छु। त्यत्रो 14-15 दिन हङकङ बसेँ, एक दिन राम्ररी सुतेन। एडिटिङ गर्नु पर्यो, 5-6 घन्टा लाग्ने, कहिले धेरै लामो भएर भ्लग, कहिले मान्छे भेट्न आएर, कहिले कहाँ प्रोग्राम, सबैलाई खुसी राख्नु पर्यो। गर्दा म नि बिरामी थिएँ, औषधि खाँदै हिँडिरहेको छु। त्यही पनि त्यस्तै हो। अब राम्रो प्लेयर होस्, ठुलो प्लेयर होस्, असल प्लेयर होस्, देशको नाम राखोस्, देशबाट खेलोस्, देशलाई चिनाओस् भन्ने बाउको ठुलो इच्छा हो हैन। अनि अब त्यसमाथि अहिले मेरो पनि इच्छा हो कि अहिले हो टाइम, मैले मेरो कारणले कोही पनि निराश नहोस्, कसैलाई पनि मेरो कारणले चाहिँ दुःख नहोस् या त म प्रति निराशा नहोस् भनेर चाहिँ सबैको मन नदुखाइदिउँ भनेर मात्रै
त्यस्तो गरिरह हो। त्यही भएर आज चाहिँ तेरो सामानहरू ल्याएको। अब यस्तै हो है, अब कहिले रोइन्छ कहिले अब हाँसिन्छ। जीवन भनेकै हाँसो रोदन सुख दुःख यस्तै रहेछ। सो गाइज भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।